भन फुजु फुजु भन फुजु भन with my baby अनि म साथमा को दुईजना तपाईको र मेरो हेलो गुड मर्निङ एन्ड वेलकम टु माई युट्युब च्यानल सबैजना सन्चै आरामै हुनुहुन्छ यो मेरो जोस यो मेरो इनर्जी देखेर तपाईँहरू पनि सक्नुहुन्छ बिकज अफ आजको इनर्जी डिफ्रेन्ट छ अनि सम्पूर्ण सन्चै आरामै हुनुहुन्छ र म पनि एकदमै आरामै छु र आजको दिन मेरो लागि स्पेसल छ वी आर मिटिङ आवर टिम सो त्यो कारणले गर्दाखेरि चाहिँ अनि मिटिङ अनि कुनै नयाँ क्रिएटिभिटीको कुरा आउने बित्तिकै मेरो माइन्ड अलिक चलिहाल्छ अनि रिफ्रेस फिल हुन्छ सो द्याट्स वाइ म आज मर्निङ उठेर तातो पानी खाँदै होइन सँगसँगै सप्लिमेन्ट खाँदै आजको दिनलाई एकदम बेस्ट र सँगसँगै न्यू रिल्सहरू पनि बनाउँदैछु भोइस ओभर गर्नुपर्ने छ त्यसको कारणले गर्दाखेरि चाहिँ भोइस ओभर सँगसँगै तपाईँहरूलाई पनि यस युट्युब च्यानलमा भिडियो पनि म बनाइहाल्छु भनेर चाहिँ कनेक्ट भइहालेको सो आज के हुन्छ कस्तो कस्तो हुन्छ हेर्दै जानु होला अहिले चाहिँ म मम्मीसँग गफ गर्दैछु मम्मीको त जतिखेर नि टाउको दुखाइ भइरहेको छ म मेरो भिडियो हेरेर के लागेर भन्नु त के भनेर मैले पखेटा पखेटाहरू मलाई त यति हाँसेको त होइन पाउँदैको डाँडा डाँडा घुम्दै घुम्दै भयो फुजु भन फुजु भन फुजु फुजु 2 hours later रेडी भइसकेँ अफिस जानुको लागि ट्रेनिङको लागि है अनि रेडी हुँदै गर्दाखेरि कति मजा आउँदो रहेछ नि त किन भन्दा आफूलाई राम्ररी बनाउनुलाई सवर्नुको लागि त मजा आउँछ नि त नि सो त्यो हुँदै गर्दाखेरि चाहिँ त्यही भएर एकछिन तपाईँहरूसँगै गफ गरौँ जस्तो पनि महसुस भयो होइन अनि रिसेन्टली धेरै 3 भिडियोज आई थिङ्क सो मैले अझै अलिकति ज्यादै भिडियोहरू हालिरहेको छु होला अनि तपाईँहरूले हेरि पनि रहनु भएको छ होला कतिजनालाई अझै यसरी गर्दाखेरि बेस्ट हुन्छ यो तरिकाले गर्दा बेस्ट हुन्छ भन्ने महसुस यदि गर्नु भएको छ भने बी सजेस्ट होइन अब तपाईँलाई कमेन्टमा गर्न सजेस्ट गर्नु अप्ठ्यारो लाग्छ भने आई हेभ टु इन्स्टाग्राम मेरो लिङ्क पनि छ होइन त्यो हुँदाखेरि त्यहाँनिर तपाईँहरूले मलाई सजेस्ट गर्न सक्नुहुन्छ कुन वेले कुन तरिकाले गर्दा अझै बेटर हुनसक्छ बेस्ट हुनसक्छ भनेर होइन अब जाँदैछौँ मिटिङको लागि हेलो कल्पना म्याम हजुर म चाहिँ कल्पना चाहिँ हुनुहुन्छ चाहिँ कति दिनपछि भेट भयो 2 दिन गएपछि हामी पोखरामा चाहिँ बल्ल अहिले भेट भएको हामीले लगाइ उहाँ चाहिँ विनोदजी चिन्नुहुन्छ होला नमस्ते भाग्यमानी हुनु एकदम ठुलोस् फलोस् तपाईँको जिन्दगी तपाईँहरू पनि आशीर्वाद दिनुहोस् फुलोस् फलोस् अझै फलिरहोस् जिन्दगी हामी चाहिँ अहिले मिटिङको लागि आइसक्यौँ यो चाहिँ मैले रोपेको होइन अघिल्लो भ्लगमा पनि देख्नु भएको खुर्सानी अनि यता अझै खुर्सानी रहेछ कि यो चाहिँ खासमा कल्पनाजीले नै रोप्नु भएको रहेछ मलाई थाहा थिएन त्यो मैले एउटा मात्रै गरेको अब हामी खुर्सानी सार्दैछौँ खुर्सानी सारेपछि खाना मिठो हुन्छ नि त अनि हामी मिटिङबाट आइसक्यो म होइन यत्तिकै मेकअपमै चाहिँ मैले इयरिङ्सहरू सब थालिसकेँ मुख मात्रै धुने हो अनि यहाँनिर त्यो गर्नुको लागि चाहिँ सनस्क्रिनहरू लगाएको छ नि त अनुहारमा अनि त्यो यसमा चाहिँ हामीले सफा गरेर यसमा चाहिँ हामी रोप्छौँ ठिक छ अनि त्यो भएको कारणले गर्दाखेरि चाहिँ यो रोप्छौँ अनि बल्ल फ्रेस हुन्छु म ल कल्पनाजी छिटो आउनुहोस् यो म गमला गमला कल्पनाजीले यहाँ रोप्नु भएको छ खुर्सानी मेरो खुर्सानी हो तपाईँ कल्पनाजीले रोप्नु भएको कसको फल्छ हेर्नु है हेर्नुहोस् त हाम्रो करेसाबारीमा के आयो काग हो के भन्छ यसलाई डिफ्रेन्ट कलर छ त काग भन्छ कालो हुन्छ होइन यसको त रातो छ हौ के चरा भन्छ यसलाई प्लिज भनिदिनुहोस् होला है मलाई कल्पनाजीले उहाँ रोप्दै हुनुहुन्छ खुर्सानी त्यो वरिपरि केही छैन होला नि त झन् त्यहाँ उता रोप्दिनु पऱ्यो त्यही कोरेसाबारीमा अहिले तरकारी रोप्दैछौँ तरकारी होइन खुर्सानी रोप्दैछ खुर्सानी अहिले चाहिँ हेर्नु यस्तो छ यहाँ चाहिँ ज्यादा मात्रामा गर्मी भएर पुरा फुटेछ है कस्तो राम्रो ऊ भएको नि त यहाँ पनि लट्टेछ है कति धेरै उता कुना कुनामा पनि उतापट्टिको त्यहाँ केही रोपेको छैन होला खासै घाम परेन भने त मर्छ होला नि त त्यो नि त्यही भएर रोपिरहनु भएको चाहिँ उता म चाहिँ यहाँ छु गाइड खुर्सानी करेसाबारीमा खुर्सानी रोप्दैछौँ
अब निस्केको हावा खाने गर्मी भइरहेछ त्यही भएर हावा खाने निस्केको विथ माई बेबी अनि म साथमा म भएपछि कोही चाहिन्छ म भएपछि र यो भएपछि मलाई कोही पनि चाहिँदैन नि त चल्दिएको ल The next day. अहिले म चाहिँ अहिले यहाँनिर हाम्रो काम गर्ने ठाउँको स्किन केयरको बारेमा डिस्कसन गर्दैछु यहाँ चाहिँ कल्पनाजी हुन्छ हेलो कल्पना चाहिँ हेलो निशा म्याम सुबिना म्याम हुनुहुन्छ हेलो मोहन सर यहाँ हुनुहुन्छ आम्मामा 1000 करोडको मात्रै कुरा भइरहेछ अनि म चाहिँ यहाँनिर छु अनि बसेर हामी प्लान गर्दैछौँ उहाँले चाहिँ कपैभित्र मुखैभित्र हालेर खाने कि क्या हो भोलिको हाम्रो प्रोग्रामको लागि र हाम्रो स्किन केयर प्रोडक्ट तपाईँलाई आवश्यक पऱ्यो भने तपाईँले डिएम गर्न सक्नुहुन्छ हेल्दी न्युट्रिसन हबमा ठिक छ म तपाईँलाई यसमा लेखेर पनि राखिदिन्छु फलो गर्न सक्नुहुन्छ ओके अहिलेलाई चाहिँ उहाँहरू कफी खाँदै हुनुहुन्छ म पानी खाँदैछु इट्स भेरी नाइस गर्मी छ एकदम बुटोलमा ज्यादा भन्दा पनि ज्यादा यति गर्मी छ माई गड के क्या बताऊँ मैं आप लोग को होइन मोहन सर प्रमोटिङ भिडियो सो मच नर्भस हामी उहाँलाई सिकाउँदैछौँ उहाँले सिकाउँदै हुनुहुन्छ हिम्मत दिँदै हुनुहुन्छ मजालाई पोस्टर बनाउनु भनेको पोस्टर मात्रै आफै बन्दै बसिरहनु भएको छ निशा म्याडम The next day. हेलो गुड मर्निङ यो चाहिँ हो हाम्रो करेसाबारी यो हो म गुड मर्निङहरू गरेर भ्याएँ अनि फर्दर त्यसपछि नेक्स्ट अलिक फेस पनि फ्रेस भएको छ तर उठ्न चाहिँ अघि उठेर म बिहानै उठेर आज आज स्पेसल डे पनि हो हाम्रो लागि अनि एकदम हामीले लङ टाइमसम्म काम गरेपछि यो प्रोग्रामहरू एटेन्ड गर्न पाउँछौँ तर यो चाहिँ कम्पनीबाट भएन वेयर हामी मिलेर यो प्रोग्राम अर्गनाइज गरेको छौँ होइन अनि एकदमै धेरै एक्साइटेड छु बिकज अफ काम गरिसकेपछि एउटा पोइन्टमा पुग्दाखेरि आफूले मैले यति गरेँ भन्ने त एउटा खुसी त मिल्छ तर त्यो खुसीको पनि एउटा रिकगनाइज एउटा रिवार्ड होइन एउटा सम्मानको कार्यक्रम हुँदै गर्दाखेरि चाहिँ त्यो हुन्छ नि भित्रैदेखि क्या त्यो खुसी मिल्छ क्या एकदम लेभलको अनि त्यो हुँदाखेरि त्यो प्रोग्राम छ आज अनि म एकदमै एक्साइटेड छु सो आज त्यो प्रोग्रामलाई पनि केही भिडियोज केही क्लिप्सहरू म तपाईँलाई डेफिनेटली पनि देखाउनेछु सेयर गर्नेछु अनि one day I will be share with you our journey for this Indus Day for this all things जति पनि कुराहरू प्राप्त गर्दैछौँ होइन सो हाम्रोमा चाहिँ यहाँनिर मान्छेहरू मर्निङमा आफ्नो सामानलाई बेच्न प्रमोट गर्नलाई हुनुहुन्छ सो चाहिँ करेसाबारी यस्तो पोइन्ट यो पोइन्ट यति रमाइलो लाग्छ नि फ्रेस फिल हुन्छ क्या सो बी कन्टिन्यू बिहानीको समय होइन किप द स्माइल भनेको छ मुस्कुराउनुहोस् र तातो पानी खानुहोस् भनेर हाम्रो बिहानीको सुरुवात तातो पानी र सप्लिमेन्टबाट भइसकेको छ सेनिटी क्राउन इन होटेलमा छु र अहिले चाहिँ हाम्रो प्रोग्राम हुँदैछ प्रोग्रामको भ्युजहरू पनि केही म तपाईँलाई देखाउने छु सो स्टे ट्युन यो चाहिँ मेरो ओटिडी हो तर यहाँ देखेको छैन